filter. Hi guys, welcome back to the channel. Filter है यो कस्तो नराम्रो देख्दैछ है यो फिल्टर सब जाउँलाई हामी चाहिँ जाँदैछु अहिले हाई गाइस ब्लगर बुझान्छ नि यो त बोल न हेलो गाइस वेलकम ब्याक टु च्यानल आज चाहिँ हामी पुरानमा आइरहेको छु टिका नै देख्नु भयो पुरानो हेर्नुस् न सक्नुहुन्छ टिका हाम्रो हेर्नु टिका हेरेर हाम्रो टिका है मेरो अलिक सानो लागेछ है मेरो त बाङ्गो पो लागेछ त हेर हैन हाम्रो टाउको अर्काको साइज रहेछ कि टिका अर्काको देख्दा छ हेर त हो मेरो त यो मेरो भोरी देखिरहेको छ मिस हेर्न मेरो भोरी देखिरहेको छ आधी देखिरहेको छ तेरो सानो देखिरहेको छ हैन मेरो त के हो कन कल लागिरहेछ नि डार्क न डार्क देखिरहेको छ हैन तर राम्रो देखिरहेको छ हामीलाई त्यस्तो देखेको मात्रै त सिधा अर्डर गरेर मगाए त्यसलाई किनहरु चाहिँ निर्मला उसमा त्यसलाई किनहरु चाहिँ निर्मला उसमा एक दिन तक जाने हो संसार छोडेर हरे राम हरे राम हरे कृष्ण हरे राम हरे राम हरे हरे पिंजरा तोडेर पंछी उडेर हरे राम हरे कृष्ण हरे राम हरे हरे एक दिन तक जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन कर सम्पत्ति घरमै झोलामा तपाईँले ताली गर्नु है त हो त एउटा बिस्तारोसँगले बोल शिव शङ्कर भगवान की पार्वती माता की लरी 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 शिवजीको विवाह भयो शिवजीको विवाह भयो पार्वतीको साथमा बरिलाई युगों युगों में बनती है कभी शिव का रात्रि जोड़ी एक बभूति मारे बाबा गारा गारी प्यार का कुटे पानी पीते पानी उठे पानी पीते पानी अपने नाम जाति हजुर उठे पानी पीते पानी उठे पानी पीते पानी अपने ईश्वर जाने ब्रह्मा जपे पाइन्छ परम यो मन माना कि प्रभुलाई सधे पाइन्छ वरदान यो मन जय जय हो भोले बाबा हर बम 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 हर 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 बम जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम बम कैलासवासी दया निवासी कैलासवासी दया निवासी संहार करता हे अविनाशी संहार करता हे अविनाशी
रहेछ रिकर्डै भएको थिएन रहेछ गाइस हामी पुराणमा जाँदैछौँ We are going to the Puran as you can यो हाम्रो मन्दिरको गेट हो अन्त हामी चाहिँ जाँदैछौँ यो सिरी गरेर जानुपर्छ अन्त तपाईँहरूलाई चाहिँ देखाउँछु पनि आज के हुन्छ कस्तो कस्तो हुन्छ भनेर पनि तपाईँहरूलाई पेस गर्छु हामी लु यस्तो छ हो मेरो ब्याट्री पनि छैन थाम्छ कि थाम्दैन यहाँ गङ्गा आरती हुन्छ लेट्स गो है चाहिन्छ भन्ने उहाँहरूको प्रस्ताव छ हमारा यहाँनिर हाम्रो गीतहरू गाउने यहाँनिर भाइ बच्चाहरू सस्ता तर तपाईँहरूले के गर्नु सब्सक्राइबै गर्दैन र त दुःख लाग्छ र अगाडि बढाइदिनुहुन्छ भने हामी आचार्य गुरुजनहरूलाई विनम्र निवेदन गर्दछौँ नंदिनी विलास बंधु बंधु रस्ति रक्ति गंध संत नमोद मान मानस पाकटाक्ष धोरणी विरुद्ध कुधरापति चित्ति कंबरे मन विनोद वेद वस्तुले कोई पवन पुत्र हनुमान के जटा भुजंग पिंगल स्फुरत मणि प्रभाकर गोपी फागुन महीना तैवारंग गोपी फागुन महीना तैवारंग गोपी कम कम बचित गोपी गोपी ने कैलाश बसने हरने भजने कैलाश बसने हरने भजने हमारो प्रहलादको जन्म भयो जन्म भइसकेपछि अब कहाँ लानु पर्यो त भन्दा वर्तमान नगरिसकेपछि विद्या हासिल गर्न कस्तो विद्या भन्दा आसुरी विद्या कबाट काट्नु खबाट खसाउनु गबाट गाड्नु यस्तो विद्या सिकाउनु पर्छ मबाट मार्नु यस्तो विद्यालाई सिकाउनु पर्छ आसुरी विद्या सिकाउनु पर्छ अब म गुरुकुलको निर्माण गर्छु भनेर एउटा दैत्यको गुरुकुल निर्माण गरौँ असुरको गुरुकुल निर्माण गरौँ र त्यहाँ षण्ड अनि अमरका शुक्राचार्यका दुईजना पुत्रहरूलाई गुरु बनाएर राखिसकेपछि अब प्रहलादलाई गुरुकुल पठाइदिए अब ती गुरुहरूले नराम्रो विद्या सिकाउँथे हे बाबु देवतालाई हरे नारायण हरि सुन्दर
सुंदर नंद मुकुंद हरि नारायण हरि ओम हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम। सारा ते प्रहलादका साथीहरू नाच्दैछन्, सबैले जोडसँगले ताली बजाउँदैछन्, सबै भगवानको नाममा मग्न भएको छन्। बनमाले मुरली धारे गोवर्धन गिरिवर धारे बनवाले मुरली धारी गोवर्धन गिरवर धारी नित नित कर माखन चोरी गोपी मनहारी नित नित कर माखन चोरी गोपी मनहारी हरि सुंदर नंद मुकुंद हरि नारायण हरि ओम हरि सुंदर नंद मुकुंद पिता उनका पूजन तीरंग से बढ़ सके। सत्य से बढ़कर धर्म न कोई से अधर्म न कोई मन वाणी से सत्य बोल बात मिटेंगे हर कार्य पर भूल गया भगवानले सोच्नुभयो अरे राम राम यति लोभी त मैले कोही देखेको थिइनँ। आज यसको म लोभलाई चाहिँ चिड गरिदिन्छु, लोभलाई चाहिँ सकाइदिन्छु भन्ने लागेछ। नुहाउँदै थिए, नुहाएर बाहिर निस्केपछि यजमानजी राम राम भन्दै भगवानले ब्राह्मणको रूप धारण गरेर जानुभयो। अरे
यिनले राम राम भने नमस्कार गरे भने त पैसा दिनु त पर्दैन। जेसुकै होस् पुण्य गर्न आएको नमस्कार चाहिँ गरिदिन्छु भनेछन् राम राम। अनि हजुरले यहाँ स्नान गर्नुभयो, अब हामी यहाँ पण्डाहरू बसेका छौँ, पूजापाठ गराएको भए हुन्थ्यो भन्दा होइन पर्दैन मलाई पूजा न पाठ केही चाहिँदैन भने। ल ठिकै छ, त्यसो भए पनि स्नान गरेको दक्षिणा त चाहियो। कति चाहियो? जति सामर्थ्य छ हजुरमा, जति दिन सक्नुहुन्छ त्यति दिनु। जति दिँदा पनि हुन्छ, जति दिँदा पनि हुन्छ। ल म तिमीलाई 1 रुपियाँ दिन्छु, तर अहिले दिदिन। भोलि बिहान मेरो घरमा आऊ, मेरो घरमा आऊ अनि त्यहीँ म टिका लगाएर 1 रुपियाँ दक्षिणा म तिमीलाई दिन्छु भनेर ती बा घर फर्किनु। घरमा आउनुभयो, घरमा आइसकेपछि अब कुराकानी भयो, आज स्नान पनि राम्ररी भयो, मजाले नुहाइयो। तर एकजना ब्राह्मण आए, ब्राह्मण आएर 1 रुपियाँ दक्षिणा पो मागे त मैले दिन्छु भनेर पत्नीलाई सुनाए। अरे राम राम राम, तपाईँले 1 रुपियाँ दक्षिणा दिन्छु भनेको? भने त नि। अब भोलिपल्ट बिहान हो, भोलिपल्ट बिहान हुने बित्तिकै ती ब्राह्मण देव आँगनमा टुप्लुक्क, यजमानजी राम राम। भित्रदेखि सुने, पत्नीलाई पठाइदे। ओहो गुरुदेव, हे ब्राह्मण देव, हिजो स्नान गरेकोले हाम्रो पतिदेवलाई त साह्रो ज्वरो आएर सुतिराख्नु भएको छ, भोलि आउनु ल भनेर पठाइदिन् पत्नीले। आज्ञा त्यस्तै थियो। ल भनेर ब्राह्मण पनि फर्के, फेरि भोलिपल्ट गए, यजमानजी राम राम। ती व्यक्तिले भित्र गएर भन्न लागे आफ्नी पत्नीलाई, जाऊ 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 जाऊ, हिजोसम्म त बिरामी थियो, आज त खुस्क्यो भनिदेऊ। गयो भनिदेऊ। पत्नीले नभन्दै त्यसै भने, हेर्नु न गुरुदेव, हिजो त्यो ज्वरो आएर साह्रै सिकिस्तै हुनुभयो, हस्पिटल लान पाइएन, मेरो पतिदेव त जानुभयो। कहाँ जानुभयो? शिवको धाम जानुभयो। राम राम राम। मलाई दक्षिणा दिन्छु भनेर सङ्कल्प गरिसकेका छन्। अब सङ्कल्प गरिसकेपछि, मैले पढिदिइसकेपछि म उसको पुरोहित भएँ, बाजे भएँ। अब बाजे भएँ, मैले यो कार्यलाई पनि पुरा गर्नुपर्छ, यो क्रिया पनि मैले गराइदिनुपर्छ भनेर गाउँभरि हल्ला फैलाइदिए ब्राह्मणले। फलानु व्यक्ति त मरे हरे हे भनेर हल्ला फैलाइदिए। व्यक्ति जिउँदैछ। सारा गाउँवासी आए, होइन हिजो त गङ्गा जान्छु भनेर हिँडेको त के भएर मरेछ, उतै डुबो कि के भयो भन्दा, होइन ज्वरो आएर सिकिस्तै थियो, हिजो आज गएछन् विचार। हाई गाइस, पुराणबाट फर्केको लास्ट डे पुराण 11 दिनको पुराण समाप्त भइहाल्यो। हामी 11 दिनमा भेरी 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 स्याड। हामीले 1 दिन पनि मिस गरिनौँ पुराण भन्न सक्नुहुन्छ। तर हामीले त्यो भ्लग चाहिँ अब छैन हाम्रो पासमा, किनभने हामीले पुराण इन्जोय गरेँ। तपाईँहरूलाई लाग्छ हामी तपाईँहरूलाई चाहिँ त्यो भिडियो गरेर देखाउँछु? नाना नाना ना नो, त्यो तपाईँहरूको उयो हो, दुर्भाग्य हो, हेर्नु पाएन हो त अन्त के। तर हामीले पुरा इन्जोय गऱ्यो। अन्त त्यो फोनमा क्याप्चरै गर्न पाइनँ आदि भिडियोजहरू। जति अपलोड हुन्छ त्यसमै सन्तोक मान्नुहोस् ल। तपाईँहरूलाई अब के भन्छ, अब हामी कति 3-4 महिना बाद भ्लग अब हाल्छ होइन। एउटा 2टा भ्लग छ, एउटा मात्रै होइन, 2टा छ। आज चाहिँ 2टा अपलोड हुन्छ एकतालमा हो। तपाईँहरूले कन्फ्युज नहुनुहोस् ल। अहिले चाहिँ हामीले राधे राधेमा चाहिँ भन्नु जान्दैछु। अब हामी केही जान्दैन त्यो बाइक। कलेजमा पुगेपछि चाहिँ हामीले राधे राधे छोड्नुपर्छ। सो स्याड। प्रेजेन्ट म्याम चाहिँ हामी भन्नु बिर्सिन्छ जस्तो लागिरहेको छ। ए के अरे भन्नुमा कुनै सिजु राई होइन, राधे 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 पनि नि त एउटा पाठै हुने होइन भन्दा के हुन्छ। तर हाम्रो म्यामहरूले नो, तिनीहरू क्रिस्चियन हो नि त। क्रस अन्त क्रस, तर के हो फ्याक्ट फ्याक्टै हो नि त। त्यसको बारेमा चाहिँ अलिक डिपमा चाहिँ नभनौँ होला हो। हामीले अब भनेको मात्रै हो। यहाँ हाम्रो सब्सक्राइबरहरू सबै मल्टिकल्चरल भएकोले गर्दाखेरि चाहिँ हामी केही भन्नु सक्दैन। आजदेखिको बेलुका पुराण पनि छैन। तर तपाईँहरूले प्लिज लाइक, सब्सक्राइब, कमेन्ट सेयर गरिदिन्छु है, नबिर्सिनुहोस् ल। कमेन्ट
पनि कसले गर्दैन है कमेन्ट नगर लाइक गर न भइहाल्छ अहिले चाहिँ कति बजेछ फिलहाल हुँदैछ 4:12 अन्त हामी चाहिँ 11 दिनको पुराण पनि सक्यो समाप्त भयो सो स्याड अब नेक्स्ट इयर अब हुन्छ होला अब उयो के भन्छ अब सोसाली कहाँ लाग्छ भन्दै थियो है सोसालीमा हेरौँ अब लेट्स सी सोसाली 5 तारिकदेखिको चाहिँ जानुपर्छ तपाईँहरू जान सक्नुहुन्छ अब हेरौँ न हामी अब गयो भने चाहिँ विल डेफिनेटली भ्लग है तर अब के हुन्छ हुन्छ तर हामी गयो भने चाहिँ भगवानले साथ दियो भने चाहिँ जान्छु भिडियो आदि नभइदिएछ भगवानले साथ दियो भने जाने हो भगवानको साथ त केही आफ्नै अब तर अब हामी कलेज गयो भने त साह्रो प्याउँछ भ्याउनु किनभने हामी कलेजै नगएछु नि त हामीलाई मेसेज गरेको छ एक दुई दिन तिनीहरूलाई नदिएको छु हो त्यसपछि चाहिँ अब हामी जान्छु फेरि हामी अब एक वर्ष हो कि हामी अब हामीलाई चाहिँ मोज मस्ती गर्नु मन छ हामीले अब सक्दिनँ नि अल्छी लाग्छ पढ्नु सक्दिनँ पनि पढ्नु अब हामी लु अब यति भन्दै नै तपाईँहरूलाई यही समाप्त गर्न चाहन्छु हाम्रो आउटफिट चाहिँ त्यस्तो छ राधे राधे बाई 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 घर चाहिँ तपाईँ जान्छ राधे बाई बाई Hi guys, welcome back to our channel. आज चाहिँ we are returning from पुराण हैन हेलो गाइस तखरै चाहिँ आज लास्ट डे पुराण हैन तँलाई कस्तो लागिरहेको छ मलाई एकदम माया लागिरहेको छ आज मलाई माया लागिरहेको छ मिसी भोलिदेखिको त अब यु हैव टु गो टु कलेज अब मलाई बानी भइरहेको छ नि कलेजहरु जाने हाम्रो कलेजको ड्रेस लगाएर देख्न सक्नुहुन्छ अब यही हो हाम्रो लास्ट डे अफ पुराण है अब के गर्नु जानै पर्यो कलेज पनि हामी नगए भएन तर मलाई साँच्चै भनेको कि कलेज जानु ट्याक्कै मन परेको छैन कलेज अब त जन्मलाई अब झन् थर्सडे एन्ड फ्राइडे मात्रै हैन स्याटरडे जानु हुँदैन स्याटरडे छुट्टी स्याटरडे चाहिँ जसले लाए पनि जाँदिन